सबैजनालाई स्वागत छ मेरो एउटा नयाँ सोलो भर्सेस स्क्वाड भिडियोमा र यो चाहिँ मेरो च्यानलमा सेकेन्ड लङ भिडियो हुनेछ र आज हामी खेल्नेवाला छौँ सोलो भर्सेस स्क्वाड जहाँ कि हामी उत्रिनेवाला छौँ मार्स इलेक्ट्रिकमा जुनमा कि आज ब्लू जोन परेको छ। हजुरहरू बुझ्न सक्नुहुन्छ ब्लू जोनको मतलब हो मौत का नंगा नाच होगा इधर। त्यसैले हामी यहाँ उत्रिरहेका छौँ हल्का कुनामा किनकि हामीलाई बचाउनु छ र्याङ्क। त्यसैले सुरुमा गनको तलासमा यो के हो यस्तो गनै राम्रो बल्ल राम्रो गन भेटियो एके एउटा बडी एके पनि टट्टी हुन थालेछ। अब हामी त्यो इनिमीलाई हामीले त्यत्तिकै छोड्नुहुन्न अर्को इनिमी हेड डाउन र हाम्रो फर्स्ट किल भइसकेको छ र अझै अघिको इनिमीलाई अझै बाँकी नै छ। त्यसलाई हामी सुरुमा नाइस किल चोरी भनेको चाहिँ एउटा कला हो जुन कलामा म माहिर छु र डाउन। यसै गर्दै हामी 4 किल भएको छ 3 किल मैले आफै मारेको 1 किल चोरेको नभनौँ आफ्नो कलाको प्रदर्शन गरेको भन्न पर्यो यसलाई। र हामीले उठाउँछ मिस्कार 3 लेभलको यहाँ चाहिँ रिभेल पोइन्ट आएछ टिम वाइप आउट र यसै गरी एउटा स्क्वाड हामीले लबीमा पुर्याइसकेका छौँ। यहाँ एउटा रिभेल गइरह नाइस र यसको पनि खतम ओ शिट। यहाँ यो उकङ चाहिँ हल्का प्रो जस्तो लाग्यो दिमाग लगाइरह तर मेरो अगाडि केही चल्दैन यसको डाउन फिनिस। र अब यहाँ लुटिरहेका छन् यिनीहरूले आर्सेनल किनकि हामी बिना आर्सेनल लुट्नु यिनीहरूको एउटा जिन्दगीको सबभन्दा ठुलो भुल हुनसक्छ र यिनीहरूलाई आज म मार्दै छाड्छु आर्सेनलको। अब हेडै लाग्दैन त ओए बल्ल लाग्यो र अर्को 9th किल भइसकेको छ र भर्खरको यो मलाई आइयुले गाडीले हान्नेवाला कहाँ गयो यहाँ छ ला अर्को किल चोरी। हेर्नु साथीहरू किल चोरी भनेको एउटा कला हो कि जुन कला सबैसँग हुन्न कि नाइस दिमाग लाहा केटाले तर मेरो अगाडि चल्दैन। वे के खाएर अहिले मोरो आइयुले बाँचे छ्या लक यस्तो लक त भगवान्ले हरेकलाई दिउँ के। अब यसलाई मैले वान ट्यापै हान्दा छोड्छु के वान ट्याप न बरु गेम जाओस् तर वान ट्यापै हान्ने हो। यसला भन्दै नि मैले वान ट्यापै हान्ने हो भनेपछि वान ट्यापै हान्ने हो कि। यसको ब्यागमा केही छैन चाम अब ओ बच्चे तूने बहुत बड़ी गल्ती गर्यो यसले गल्ती मलाई पछाडिबाट हानेर मलाई गल्ती गर्यो र अझै 20 जना लाइभ छन् र मेरो भइसकेको छ 12 किल। के लाग्छ हजुरहरू म यो गेम बुया गर्न सकौँला आज तकका सबसे बडा सवाल। सुरुमा यो इनिमीलाई हान्छु कि म यो इनिमीलाई पनि वान ट्यापै हान्छु कि म बरु गेममा म मरम तर यसलाई वान ट्यापै हान्न छोड्छु बहुत प्रो रहेछ यो ला सक्दैनस् के भाइ ल यस्तै इनिमीलाई फेरि यस्तो इमोट देखाउनु पर्छ कि ट्याङ लाएर र मेरो भइसकेको छ 13 किल र अब 19 जना छन्। मेरो टार्गेट चाहिँ 25 किल प्लस बुइया हो के अब सकिन्छ कि नै। इनिमी बल्ल 18 जना तल गइरहेको छ फाइट कि ला आजकल फेरि एसभिडीको फेरि मेरो खतरनाक हेड लगाइरह नि त फेरि ल। यदि तपाईँहरू यो च्यानलमा नयाँ हुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला ताकि म 1K मा आफ्नो फेस रिभ्यू गर्न सकौँ। यो इनिमी पनि डाउन पछाडिबाट हान्नेलाई त मारिदियो हो कि है फेरि उसको टिममेट पनि डाउन। यसरी भएको छ पुरा स्क्वाड वाइप आउट। फेरि उताबाट इनिमी आयो ला अर्को इनिमी
अर्को रिभाइभ ब्रो नो रिभाइभ हो यसको लास्ट टिममेट कहाँ छन् यही प्रब्लम हुन्छ कि 3जना मारो लास्टवाला टिम हुने भेटिन्न पुरा स्क्वाड वाइफ आउट आउन कति मजा आउँछ होला खैर केही छैन यहाँ एउटा इनिमी सोनियावाला आइज यो पनि डाउन र मेरो भइसकेको छ 20 किल र अझै 12 जना छन् सायद 25 किल प्लस पुग्या त हुन्छ होला यहाँ एउटा अब यो किन आएको यो के गरिरहेको यो गाडीवालाले साँच्ची त मलाई किल दिन पो आएको इच्छा र यसै गरी 21 किल भइसकेको छ र तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु किनकि म 1K मा फेस रिभ्यू गर्न थालिरहेको छु र कुरा गर्दै गर्दै किल हानि पनि सके आर्कोला पनि डाउन फिनिस र मेरो भइसकेको छ 23 किल र अझै 10 जना अलाइभ छन् पक्कै पनि 25 किल त इजी पिजी भइहाल्छ र यसको लुट बक्समा के छ के छैन अब यो गाडीवालालाई मारौँ त गाडीवाला मोरेर छ्या रेल त आफ्नो मतलाई लिएर यहीँ आए त अब यो भइरहेको छ जात्रे बुद्धिमानी त्यसैले हामीले यसलाई मार्न सक्छौँ कि नै ला यसले धेरै दिमाग दिएर यसलाई नि वन्टा पार्ने हो ला टिम वाइप आउट यति भन् यसै गरी हाम्रो 24 किल हुन सफल र 25 किल प्लस बुया चाहिँ हुन्छ जस्तो मलाई लागिरहेको छ अर्को स्क्वाड एउटा डाउन दुईटा डाउन र अर्को पनि डाउन 3टा डाउन पुरा स्क्वाड खतम 1 vs 4 क्लच यदि तपाईँलाई 1 vs 4 क्लच मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु र मलाई एउटा छोटो मिठो कमेन्ट पठाइदिनु कमेन्ट लेखेर जानु पनि नबिर्सिनु मेरो भइसकेको छ 28 किल र लास्ट टिम कहाँ छ